नमस्कार, म शारदा आमाको च्यानलबाट आजको दिन सबैको शुभ होस्, सबैको कल्याण होस्। नेपाल आमाको जय। गजाननं भूतगणाधिसेवितं कपितजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि दीनेश्वरपादपङ्कजं। जय गणेशजीको प्रार्थना गर्दै आज कोमल गीता मसँग हातमा छ, नेपालीबाट पढ्दैछु। ओम यो एकाक्षरी ब्रह्म जप्दै सम्झेर मै मुकन, जो देह छोड्छ त्यो पुग्छ वैकल्प्य गति अर्जुन। ब्रह्माका लोक तथा अनित्य गति एकाग्र भई जो मेरो सधैँ गर्दछ चिन्तन, त्यो नित्य युक्त योगीको सुलभै छु म अर्जुन। म पुगी ठुला सिद्धि पाएका जुन धीर छन्, अनित्य दुःखको स्थान पुनर्जन्म ती छोड्दछन्। ब्रह्मलोक पर्यन्त फर्कनै पर्ने सब, ममा पुगेपछि हुन्छ पुनर्जन्म सम्भव। हे अर्जुन, ब्रह्मलोक लगायत स्वर्गलोक आदि जति लोक छन्, त्यहाँबाट कहिले न कहिले यस लोकमा फर्केर आउनु पर्दछ। परन्तु हे कान्तेय, ममा मिल्न गएमा पुनर्जन्म हुँदैन। ब्रह्माका दिन र सृष्टि रातमा लय भनेर कसरी भनेको छ होइन। हाम्रा हजार युगका ब्रह्माका दिन रात छन्, भनी जो जान्दछन् विद्वान ती अहोरात्र जाग्दछन्। अव्यक्तबाट यी व्यक्ति दिनमा जन्म पाउँछन्, त्यही अव्यक्तमा फेरि रातमा ती बिलाउँछन्। प्राणी प्रपञ्च यो त्यही निस्किस गौरव, नासिन्छ राति लाचार देखिन्छ दिनमा शव। अव्यक्त भन्दा जो पदार्थ छ सनातन, त्यो नासिन्न कवै प्राणी नासिँदा पनि अर्जुन। अव्यक्त यो अक्षर हो जो परम गति नाम हो, जहाँ पुगी फर्कदैनन् त्यो मेरो उच्च धाम हो। त्यो परात्मा र एकाग्र भक्तिले मात्र मिल्दछ, जो भित्र सारा प्राणी छन् जसले यो सब व्याप्त छ। त्यो काल भन्छु अहिले जसमा योगीहरू भरि यहाँ जन्म नआउनन् अथवा आउँछन् झरी। आगो ज्वाला शुक्ल दिन म 6 महिना उत्तरायण, यिनमा गएका ब्रह्मज्ञ पुग्छन् ब्रह्म सनातन। धुवा रात्रि कृष्ण पक्ष 6 महिना दिन दक्षिणायन, यिनमा गई चन्द्रलोक पुगी आउँछ जन्मन। धुमिएको आगो रात्रि कृष्ण पक्ष र दक्षिणायनको 6 महिनामा मरेको कर्मयोगी चन्द्रका तेजमा अर्थात् लोकमा पुगेर पुण्यको अंश सकिएपछि यहाँ जन्म लिन आउँछ भनेर भन्नुभएको छ। शुक्ल कृष्ण दुवै मार्ग जगतमा छन् सनातन, एउटा फर्कन पर्दैन अर्कोले पर्छ फर्कन। यस प्रकारले जगतका 2 शुक्ल र कृष्ण अर्थात् प्रकाशमय र अन्य अन्धकारमय 2 नित्य गति या स्थिर मार्ग छन्। एक बाटोबाट जानाले फर्कनु पर्छ, अर्को बाटो जानाले फर्कनु पर्दैन भनेर भन्नुभएको छ कृष्णले। यी 2 गति जानेको योगी फस्दैन मोहमा, तस्मात् तिमी पनि योगी हौ लौ सब कालमा। यसरी कृष्णले उसलाई जानेपछि यो तपयज्ञ दान वेदादिमा जो छ फल प्रदान, सोझै गरी लङ्घन त्यो तमाम ब्रह्मज्ञले पाउँछ आदि नाम भनेर यो उसमा भन्नुभएको छ। ब्रह्म अक्षर योग नाम अष्टौं अध्यायमा भन्नुभएको रहेछ। अब भक्ति मार्गमा राजविद्यामा रहेछ। विज्ञान युक्त यो ज्ञान भन्छु यो अति गुह छ, दोषदर्शी नभई आज यसले पाप छुटाउँछ। विद्या र गुहको राजा यो श्रेष्ठ छ, पवित्र छ, अप्रत्यक्ष दुःख बोधादि दिने अभ्यक्ष धर्म छ। हे पार्थ, जसले श्रद्धा राख्दैन यस धर्ममा माथि नपुगी झर्छन् मृत्यु संसार मार्गमा। हे परन्तप, यसमा श्रद्धा नराख्ने पुरुषहरूले मलाई पाउन सक्दैनन्।
यिनीहरू मर्नुपर्ने संसारमा मार्गमा फर्केर आउँछन्, अर्थात् तिनीहरूलाई मोक्ष मिल्छ भनेर आजलाई यति। सबैको जय होस्, सबैको कल्याण होस्, सबैको शुभ होस्। मेरा तर्फबाट 2 भगवान्का नाम हजुरहरूका कानमा पठाएँ। यसो बेल घन्टी दबाइदिनु होला, लाइक गरिदिनु होला। मेरो युट्युब च्यानल छ शारदा आमाको जागर। नेपाल आमाको जय होस्, जय होस्। नेपाल पक्कै बन्छ अब यसपालि चाहिँ।